भाइ बहिनीहरू, यो भिडियोमा मैले तपाईहरुलाई ज्योमेट्रिक सिक्वेन्ससँग रिलेटेड क्वेशनहरू लिएर उपस्थित भएको छु। मैले अघिल्लो भिडियोमा तपाईहरुलाई सिक्वेन्स एन्ड सिरिज अन्तर्गतको चाहिँ अर्थमेटिक सिक्वेन्ससँग रिलेटेड क्वेशनहरू सल्भ गरिदिएको थिएँ भने यहाँ चाहिँ मैले तपाईहरुलाई ज्योमेट्रिक सिक्वेन्ससँग रिलेटेड फर्मुला र त्यससँग रिलेटेड क्वेशनहरू एसईमा सोध्न सक्ने इम्पोर्टेन्ट क्वेशन र त्यसको सोलुसन लिएर उपस्थित भएको छु है त। अब हामीले यहाँ चाहिँ ज्योमेट्रिक सिक्वेन्स भनेको के हो भन्ने सबैभन्दा सुरुमा बुझ्नुपर्ने हुन्छ है। र ज्योमेट्रिक सिक्वेन्स अन्तर्गत चाहिँ हामी जेनरल टर्मको फर्मुला कुन युज गर्छौं, ज्योमेट्रिक मिन कसरी निकाल्छौं, ज्योमेट्रिक सिक्वेन्सको सम कसरी निकाल्छौं र कमन रेशियो कसरी निकाल्छौं त्यो बुझ्नुपर्ने हुन्छ है त। अब हामीलाई ज्योमेट्रिक सिक्वेन्स चाहिँ हैन जस्तो 3 6 12 24 48 यसरी दियो है। यसको त हाम्रो डिफरेन्स त माइनस गर्ने हो भने त एउटै आउँदैन नि त, आउँछ त आउँदैन है। यो चाहिँ हाम्रो ज्योमेट्रिक सिक्वेन्समा छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। ज्योमेट्रिक सिक्वेन्समा चाहिँ हाम्रो कमन डिफरेन्स हुँदैन, यहाँ चाहिँ के हुन्छ कमन रेशियो हुन्छ है त। कमन रेशियो कमन डिफरेन्स चाहिँ हाम्रो अर्थमेटिक सिक्वेन्समा हुन्छ भने कमन रेशियो चाहिँ कहाँ हुन्छ ज्योमेट्रिक सिक्वेन्समा हुन्छ। कमन रेशियो कसरी निकाल्ने त, यो T1 यो T2 यो T3 यो T4 र यो T5 भयो है टर्म्सहरु। कमन डिफरेन्स हामी T2 - T1 गर्थ्यौं भने कमन रेशियो चाहिँ T2/T1 अथवा T3/T2। जस्तो 6/3 कति हुन्छ, 6/3 कति हुन्छ 2 हुन्छ है। 12/6 कति हुन्छ 2 हुन्छ। 24/12 कति हुन्छ 2 हुन्छ। 48/24 कति हुन्छ 2 हुन्छ है। अब यो चाहिँ यसरी हामी निकाल्छौं, यसलाई चाहिँ हामी कमन रेशियो भन्छौं है त। भने यसको जेनरल टर्म निकाल्ने फर्मुला चाहिँ हाम्रो के हुन्छ ARn-1 हुन्छ है। जसरी हाम्रो अर्थमेटिक सिक्वेन्समा चाहिँ A + n-1 * d हुन्थ्यो, त्यसैगरी यहाँ चाहिँ ARn-1 हुन्छ, पावर n-1। A भनेको हामी बुझिहाल्छौं फर्स्ट टर्म भयो, R भनेको कमन रेशियो, n भनेको नम्बर अफ टर्म माइनस 1। अब ज्योमेट्रिक मिन हामी अर्थमेटिक मिन निकाल्न के गर्थ्यौं a + b/2 गर्थ्यौं भने यहाँ चाहिँ हामी रुट अन्डर के गर्छौं ab गर्छौं। a भनेको फर्स्ट टर्म, b भनेको लास्ट टर्म है त। जस्तो हाम्रो यो तीनटाको है ज्योमेट्रिक मिन त हाम्रो T2 भनेकै हाम्रो के हो त फर्स्ट मिन हो नि त, हामीलाई यो त थाहा छ। कसरी निकाल्छौं त भन्दाखेरि रुट अन्डर ab, फर्स्ट टर्म सेकेन्ड टर्म फर्स्ट टर्म लास्ट टर्म, यो तीनटा टर्ममा हेर्ने भने है कति भयो 36। 36 इज द स्क्वायर अफ 6 हैन, यसरी बिचको आउँछ नि त है। ज्योमेट्रिक मिन यसरी निकाल्छौं भने यसको सम निकाल्न हामी a r⁻n-1/r-1 गर्छौं है। a भनेको फर्स्ट टर्म, r भनेको कमन रेशियो। यहाँ पनि हामीलाई थाहा हुनुपर्ने फर्स्ट टर्म र कमन रेशियो चाहिँ अनिवार्य रूपमा हामीलाई थाहा हुनुपर्छ। अब हामीलाई लास्ट टर्म दिएको छ अनि फर्स्ट टर्म दिएको छ भने चाहिँ डाइरेक्ट यसरी पनि हामी सम निकाल्न सक्छौं, b(r-a/r-1). यो b भनेको चाहिँ हाम्रो लास्ट टर्म है त। भने यहाँ हामी सबैमा r को कुरा गरिरहेका छौं, त्यो r चाहिँ कसरी निकाल्छौं त भन्दा b/a पावर 1/n+1 है। b भनेको लास्ट टर्म बाइ फर्स्ट टर्म 1/n+1 है त। अब हामी यहीसँग रिलेटेड क्वेशन नम्बर 2 गरौँ है त। यो चाहिँ हाम्रो रिडमोर पब्लिकेसनकै रहेको छ। यहाँ के भनेको छ भने सिक्वेन्स हामीलाई दिएको छ, अ सिक्वेन्स इज गिवन 3, 6, 12, 24, 48 यसरी दिएको छ भने which sequence is the given sequence भनेको छ, कुन सिक्वेन्समा छ यो भनेको कमन रेशियो निकाल्न सक्छौं हामी। यसको कमन रेशियो एउटै आउँछ रेशियो, त्यही भएर यो चाहिँ केमा छ ज्योमेट्रिक सिक्वेन्समा छ है। द गिवन sequence is in the form of
form of geometric sequence को फर्ममा छ है त अब find the eighth term of sequence eighth term है त eighth term निकाल भने हामीलाई क्वेशनले बी नम्बरमा eighth term भनेको t8 t8 निकाल्न हामी के गर्छ हाम्रो जेनरल टर्मको फर्मुला के छ arn - 1 है त ल arn - 1 अब a भनेको फर्स्ट टर्म हामीले कति छ यहाँ 3 है 3 कमन रेशियो हामीलाई थाहा हुनै पर्छ t2/t1 6/3 गर्दाखेरि कति आउँछ 2 आउँछ ल भनेपछि a भनेको हाम्रो 3 छ कमन रेशियो कति 2 छ पावर n भनेको कुन टर्म निकाल्दै छौं हामी 8th टर्म सो 8 - 1 भनेको कति 7 2 to the power 7 हैन इन्टु 3 2 to the power 7 into 3 384 384 चाहिँ हाम्रो 8th टर्म रहेछ है त 8th टर्म ल अर्को हामीलाई के भनेको छ भने find the sum of first 9 term of the sequence sum of first 9 term sum 9 भनेपछि a rn - 1 upon r minus के छ त हाम्रो 1 छ है फर्मुला ल a भनेको हाम्रो फर्स्ट टर्म कति छ 3 कमन रेशियो 2 पावर n भनेको 9 minus 1 upon r कति कमन रेशियो 2 minus 1 ल कति हुँदो रहेछ यो पनि हामी क्याल्कुलेसन गरौँ है त 2 power 9 minus 1 into 3 1533 ल यो कति आउने रहेछ हाम्रो 1533 फर्स्ट 9 टर्मको सम चाहिँ 1533 आयो है त हाम्रो ल अब हामीलाई के भनेको छ अर्को भने प्रुभ दैट s20 minus s19 equals to t20 s20 minus s19 equals to चाहिँ t20 हुन्छ अरे है के भने त हामीलाई डी नम्बरमा भने s20 minus s19 equals to t20 हुन्छ यो निकाल्नु भन है यो प्रुभ गर्नु भन ल अब हामी s20 निकाल्नलाई हामी के गर्छौं त a r power n minus 1 by r minus 1 minus s19 को पनि हामी त्यही हुन्छ फर्मुला n minus 1 upon r minus 1 भने t20 है 20th टर्म निकाल्न चाहिँ हामी फेरि के गर्छौं त भन्दाखेरि जेनरल टर्मको यहाँ चाहिँ सम हैन नि त टर्मको है फर्मुला ar n minus 1 लगाउँछौं ल हेर्दै जाउँ है त फर्स्ट टर्म कति छ 6 a कति r कति छ 2 है त पावर n भनेको 20th टर्म सो 20 minus 1 by r भनेको 2 minus 1 minus फर्स्ट टर्म 3 कमन रेशियो 2 पावर n भनेको 19 minus 1 upon 2 minus 1 a भनेको 3 r भनेको 2 पावर n भनेको 20 minus 1 भनेको 19 ल यो हेरौँ है अब इक्वल आउँछ कि आउँदैन हाम्रो है त यो चाहिँ हाम्रो के हुने भयो त भन्दा 2 पावर 20 minus 1 into 3 कति आयो त भन्दा
3,31,45,725 31,45,725 आयो माइनस अब यो गरौँ है त यो गर्दा कति आउँछ त हाम्रो भन्दाखेरि 2 power 19 minus 1 into 3 गर्दाखेरि 1572 861 आउँछ भने यो कति आउँछ है 2 power 19 into 3 157 2 864 यति आउँछ यो इक्वल आउँछ आउँदैन है त हेरौँ है त हाम्रो 3145725 माइनस 1572861 गर्दाखेरि हाम्रो कति आउँदो रहेछ यो माइनस गर्दा भन्दा 1572864 आउँदो रहेछ भने 1572864 यो चाहिँ हाम्रो सेम आयो है त रुट भनेपछि S20 minus S19 equals to T20 हुँदो रहेछ है हामीले बुझ्नु पर्यो यो पनि हाम्रो भयो अब हामीलाई लास्ट नम्बरमा के भनेको छ इफ another sequence is formed by taking even positional numbers which term will be 24,576 24,576 ल अब हामीलाई क्वेशनले के भनौँ भने है यहाँ चाहिँ इभन पोजिसनल नम्बर निकालेर अर्को सिक्वेन्स फर्म गर्ने हो भने है त ल इभन पोजिसनल भनेको यो अर्ड यो इभन यो अर्ड यो इभन यो अर्ड हैन यसरी बुझ्नु पर्यो नि त हामीले 1 2 3 4 5 भने जस्तो यो इभन हो यो पनि हाम्रो के हो त के हो इभन हो भनेपछि 6 24 हुँदै हुँदै जाने भयो है त हामीले यसरी बुझौँ ल भने के भन्नु अब हामीलाई क्वेशनले भने है which term will be 24,576 कुन टर्म चाहिँ 24,576 हुन्छ भनेर भन्नु है त ल कुन टर्म है नम्बर अफ टर्म हामीले निकाल्नु पर्यो चाहिँ कति 24,576 हुन्छ कुन टर्म है general term AR n minus 1 24,576 equals to A भनेको हाम्रो 6 into R भनेको 24/6 भनेको कति 4 power n minus 1 ल 6 ले यता ल्याएर डिभाइड गर्दियौ 24,576 equals to 4 power n minus 1 divide by 6 6 ले यता आएर डिभाइड गर्दा कति भयो त भन्दा 24,576 डिभाइड बाइ 6 हुँदा 4096 यो हुने भयो 4096 इक्वल्स टु 4 पावर n minus 1 है बेस सेम बनाउँ हामी 4096 भनेको 4 को पावर कति हो है त्यही हेरौँ है त 7 टाइम्स मल्टिप्लाई गर्यो भने चाहिँ 1 2 3 4 5 6 टाइम मल्टिप्लाई गर्यो भने चाहिँ है 4 पावर 6 भनेको चाहिँ 4096 4 टु द पावर 6 भनेको चाहिँ 4096 4 को पावर n minus 1 है बेस सेम भयो पावर इक्वल हुन्छ सो n minus 1 equals to 6 n equals to 6 minus 1 हुँदा जाँदा प्लस 1 कति आयो 7 भनेपछि नम्बर अफ टर्म 7th टर्म चाहिँ कति हुने रहेछ 24,576 हुँदो रहेछ है त तपाईहरुमा आज म अर्को क्वेशन सल्भ गर्न लागिरहेको छु यो क्वेशन चाहिँ हामीलाई के भनेको छ भने
The students of class 10 of certain school collected a sum of rupees 2,750 from the sum parts of the amounts they had brought for tiffin. टिफिनमा ल्याएको पैसा चाहिँ केही स्टुडेन्टहरूले कलेक्ट गरेछन् अरे, अनि त्यो सम चाहिँ 2,750 भयो अरे भनेपछि त्यो हामीलाई के दिएको छ, सम भन्ने बित्तिकै एसएन दिएको छ है। सम कति दियो, 2,750 रुपिस दियो हामीलाई। अनि के भनेको छ भने it was planned to distribute cash prizes from the collected amount for the first 10 students who secured distinct mark in the exam. अब चाहिँ 10 जना स्टुडेन्टहरूलाई चाहिँ त्यो यो पैसाबाट चाहिँ प्राइज दिने कुरो भएको रहेछ है त, 10 जना टप 10 स्टुडेन्टलाई। इफ इच क्याश प्राइज इज रुपिस 50 लेस देन द प्रिसिडिङ प्राइजेस। अब हरेक क्यास प्राइज चाहिँ अघिल्लोले पाएको भन्दा 50 रुपियाँ कम्ती हुँदै हुँदै जान्छ है। सपोज हामीले कसरी बुझ्नु पर्यो त यसलाई भन्दाखेरि नम्बर अफ स्टुडेन्ट एन हाम्रो कति छ त, 10 भयो है। अब सपोज फर्स्ट प्राइज चाहिँ हाम्रो चाहिँ 600 छ भने अर्को सेकेन्ड प्राइज कति हुने भयो त, 550, अर्को कति 500 मात्रै, अर्को कति 450 मात्रै। यसरी चाहिँ 50-50 लेस हुँदै जान्छ अरे। सपोज यो फर्स्टको भयो, यो सेकेन्ड, यो थर्ड, यो फोर्थ हुँदै हुँदै टप 10th स्टुडेन्टलाई चाहिँ डिस्ट्रिब्युट गर्न आँटेको छ है त। ल भनेपछि 50 ले लेस हुँदै जान्छ भनेपछि यो T2 माइनस T1 गर्दाखेरि हाम्रो कमन डिफरेन्स सबै 50 आउने भयो होइन। कमन डिफरेन्स कति आउने भयो त, 550 माइनस 600 भनेको कति, -50। भनेपछि हाम्रो कति रहेछ त भन्दाखेरि कमन डिफरेन्स डी चाहिँ हाम्रो कति रहेछ त, -50 रहेछ है। यहाँ बुझौँ है त, -50 छ। अब के भनेको छ क्वेसनले भने राइट द नेम अफ सिरिज रिलेटेड टु गिभन कन्टेक्स्ट भनेको छ। यो गिभन कन्टेक्स्ट केसँग रिलेटेड, कुन सिरिजसँग रिलेटेड छ, यो भनेको हाम्रो अर्थमेटिक सिक्वेन्ससँग रिलेटेड छ। किनभने सबैको डिफरेन्स भनेको हाम्रो -50 ले छ है त, गएको छ। फ्रम द गिभन इन्फर्मेसन राइट द भ्याल्युज अफ एसएन, एन एन्ड डी भनेको छ। एसएन एन र डीको भ्याल्यु निकाल भनेको छ, हामीले यो निकालिसक्यौँ है। एसएन हाम्रो 2,750 एन 10 र डी -50 छ। हाउ मच क्यास प्राइज विल द टपर स्टुडेन्ट रिसिभ। टपर स्टुडेन्टले कति क्यास प्राइज रिसिभ गर्छ भनेको छ। टपर स्टुडेन्ट भनेको यो फर्स्ट स्टुडेन्टले है त। भनेपछि हामीलाई फर्स्ट टर्म होइन ए निकाल भन्ने क्वेसनले। ल ए निकाल भन्यो, हामीसँग यही सम छ, एसएनको फर्मुला लगाउँ हामी। एसएन इक्वल्स टु के छ त भन्दा हाम्रो n/2 2a प्लस n-1 इन्टु डी। ल एसएन कति छ 2750, नम्बर अफ टर्म हाम्रो n 10 छ बाई 2 इन्टु फर्स्ट टर्म छैन हामीसँग है। n-1 भनेपछि 10-1 भनेको 9 इन्टु डी भनेको कति छ -50 है त, -50 छ। ल यसलाई विचार गरौँ है। 2750 इक्वल्स टु 10/2 भनेको कति भयो त 5 भयो होइन। अब यो 2a प्लस माइनस 9 5 जा 45 है, 450 भयो है। ल अब यहाँ 2750 भयो, 5 2 जा 10a माइनस 2250 भयो है। ल 2250 लाई यता ल्याउँ, 2750 यो माइनस यता आउँदा के हुन्छ प्लस 2250 इक्वल्स टु कति भयो त 10a भयो है। अब यो भनेको 2750 प्लस 2250 भनेको कति आउने भयो त भन्दाखेरि 5000 आउने भयो है। 5000 इक्वल्स टु 10a, a इक्वल्स टु कति भने भयो त 5000 डिभाइडेड बाई 10 भनेको कति 500। ल भनेपछि हाम्रो फर्स्ट प्राइज चाहिँ कति रहेछ त 500 बाट सुरु हुँदो रहेछ। यो चाहिँ टपरले पाउने है त, फर्स्टले पाउने है 500। आन्सर चाहिँ 500 आयो। 2 नम्बरमा हामीलाई के भनेको छ भने हाउ मच डज द स्टुडेन्ट हु इज इन 10th पोजिसन गेट द प्राइज। 10th पोजिसनमा भएको स्टुडेन्टले चाहिँ कति प्राइज पाउँछ भनेको छ 10th पोजिसनमा भएकोले। भनेपछि हामीलाई
हाम्रो फर्स्ट टर्म कति आएको छ त 500 फर्स्ट हुने टपर स्टुडेन्टले 500 रुपियाँ पाउँछ 500 पाउँछ भने 10th पोजिसनमा भएको भनेपछि हामीलाई के सोध्यो त भन्दाखेरि T10 सोध्यो है 10th पोजिसनमा भनेको A प्लस के हुन्छ त n-1 इन्टु D भन्ने बित्तिकै 10 - 1 9 भइहाल्यो है 9D भनिदिउँ सिधै हामी A भनेको हाम्रो कति छ 500 प्लस 9 इन्टु D भनेको कमन डिफरेन्स कति -50 छ है यहाँ बुझौँ है 500 प्लस माइनस के हुने भयो -9 5 जो 45 450 500 - 450 गर्दा कति 50 भनेपछि 10th पोजिसनमा हुनेले चाहिँ टप 10 स्टुडेन्टमा 10th पोजिसन हुनेले चाहिँ जम्मै कति 50 रुपिस मात्रै पाउँदो रहेछ हामी त्यो बुझ्नु पर्यो है अब हामीलाई लास्ट नम्बरमा के भनेको छ भने व्हिच पोजिसन होल्डिङ स्टुडेन्ट गेट द प्राइज डबल अफ द प्राइज अफ स्टुडेन्ट होल्डिङ 6th पोजिसन भनेको छ है अब कुन स्थानमा परेको विद्यार्थीले चाहिँ 6औं स्थानमा पर्ने विद्यार्थीको चाहिँ डबल प्राइज पाउँछ भनेर भनेको छ है भनेपछि फर्स्टमा त हामीले 6th पोजिसनमा भएको स्टुडेन्टको प्राइज कति हो त्यो निकाल्नु पर्यो अनि त्यसलाई डबल गर्नु पर्यो अनि कुन पोजिसनमा भएकोले चाहिँ त्यो डबल रिसिभ गर्छ त भन्ने कुरो चाहिँ हामीले त्यहाँबाट बुझ्नु पर्यो है त फर्स्टमा चाहिँ हाम्रो 6th पोजिसनमा भएको स्टुडेन्टले कति पाउँछ भन्ने कुरा हामीले बुझ्नु पर्यो है 6th स्टुडेन्ट भन्ने बित्तिकै हामीले के गर्नु पर्छ यहाँ T6th निकाल्नु पर्यो सुरुमा है त A प्लस के हुन्छ त 5D हुन्छ है A भनेको हाम्रो कति छ 500 प्लस 5D भनेपछि 5 इन्टु -50 है त भनेपछि यो कति भयो त 500 प्लस 5 5 5 ज प्लस माइनस माइनस है 250 भनेपछि यो कति आयो त 250 आयो है हाम्रो 6th भनेपछि अब यसको डबल भनेको 500 हो नि त हैन यसको डबल भनेको 500 पाउनको लागि चाहिँ कुन स्टुडेन्टले भनेर भन्दाखेरि यो त सिधै निस्किहाल्यो नि त हाम्रो है यसको चाहिँ डबल हुनु पर्यो नि त भनेपछि डबल प्राइस भनेको चाहिँ डबल प्राइस इक्वल्स टु 250 इन्टु कति 2 डबल भनेपछि कति भयो 500 चाहिँ कुनले पाउँछ ए ले पाउँछ ए भनेको के हो फर्स्टले पाउँछ है त यसरी बुझ्नु पर्यो हामीले अब फर्स्ट पोजिसन कसरी निकाल्ने त भनेपछि डबल प्राइज पाउने भनेको हाम्रो 500 स्टुडेन्ट 500 प्राइज पाउने चाहिँ A प्लस n-1 इन्टु D है त 500 पाउने हाम्रो यो 500 छ प्लस n भनेको हाम्रो थाहा छैन है हामीलाई -1 D भनेको कति -50 छ ल यहाँ बुझौँ है यहाँ 500 छ इक्वल्स टु 500 प्लस यहाँ प्लस माइनस माइनस हुने भयो 550 इन्टु n 50n है अब यहाँ चाहिँ के हुने भयो त भन्दाखेरि माइनस माइनस के हुने भयो त प्लस 51 इज 50 हुने भयो है ल भनेपछि यहाँनिर हाम्रो 500 भयो 500 प्लस 50 भनेको माइनस यता ल्याउँदाखेरि 550 इक्वल्स टु -50n यहाँ के हुने भयो त हाम्रो -50 भयो सब्ट्र्याक्ट गर्दाखेरि यहाँ पनि -50n आयो यो र यो क्यान्सल भयो 50 ले 50 हुँदाखेरि कति भयो त डिभाइड गर्दा 1 आयो है फर्स्ट पोजिसन भएकोले फर्स्ट पोजिसन हैन यो त हाम्रो अघि नै निस्किसकेको थियो किनभने फर्स्टमै हाम्रो 500 भनेपछि टपरले 500 पाउँथ्यो नि त यहाँ डबल प्राइस पनि हाम्रो कति आयो त 500 आयो भनेपछि 500 पाउने नै कुन हो त भन्दाखेरि यही फर्स्ट स्टुडेन्टले पाउने भयो हैन यसरी पनि बुझ्न सक्यो हामीले अब कहिलेकाहीँ हामीले डबल नभनेको ठाउँमा चाहिँ जस्तो ट्रिपल प्राइस पाउने भनेको थियो भने चाहिँ इन्टु 3 गरेर फेरि यो प्रोसेसबाट के निकाल्नु पर्थ्यो कुन पोजिसनमा भएकोले पाउँथ्यो भन्ने कुरा निकाल्न सक्थ्यौँ है त ल अर्को क्वेसन हेरौँ है त अर्को क्वेसनमा हामीलाई के भनेको छ भने अ कन्ट्र्याक्टर अन कन्स्ट्रक्सन जब स्पेसिफाइज अ पेनल्टी फर डिले अफ कम्प्लिसन बियोन्ड अ सर्टेन डेट एज ₹200 फर द फर्स्ट डे एकजना ठेकेदारले चाहिँ कुनै काम चाहिँ निश्चित समयभन्दा ढिलो गरे बापत चाहिँ पहिलो दिनको चाहिँ उसलाई 200 एन्ड ₹250 फर द सेकेन्ड डे दोस्रो दिनको लागि 250 एन्ड ₹300 फर द थर्ड डे एन्ड सो अन अनि तेस्रो दिनको लागि ₹300 अनि त्यसरी नै माथि बढ्दै जाने रहेछ
द पेनल्टी फर इच सक्सिडिङ डे बिङ ₹50 मोर देन द्याट अफ द प्रिसिडिङ डे है। हामीलाई के भन्यो त भन्दा प्रत्येक दिनको 300 गर्दै प्रत्येक पछिल्लो दिनमा चाहिँ पहिलो दिनको भन्दा ₹50 बढी जरिमाना तिर्नुपर्छ उसले है। त्यो बुझौँ है हामीले। त्यसपछि फर्स्ट डे उसले 200, सेकेन्ड डे 250, थर्ड डे 300। राइट द स्ट्यान्डर्ड फर्म अफ सिक्वेन्स विच इज रिलेटेड टु गिभन कन्टेक्स्ट भनेको छ स्ट्यान्डर्ड फर्म है। फर्स्ट डे चाहिँ उसले ल यसको सोल्युसन गरौँ है त। फर्स्ट डे उसले पेनल्टी तिर्ने भनेको कति अरे 200 है ₹200। त्यसपछि 250, त्यसपछि 300 है। अब इच डे चाहिँ उसको हेर त यहाँ के छ 50 ले के भएको छ इन्क्रिज हुँदै गएको छ है। यसको डिफरेन्स 50 छ, यसको पनि डिफरेन्स कति छ 50 छ। 50 ले चाहिँ इच डे के हुँदै गएको छ त इन्क्रिज हुँदै गएको छ भने हामीलाई राइट द स्ट्यान्डर्ड फर्म अफ सिक्वेन्स स्ट्यान्डर्ड फर्म लेख्नु भनेको छ। स्ट्यान्डर्ड फर्म हामीले स्ट्यान्डर्ड फर्म भनेको हाम्रो के हो त जेनरल टर्म हो। फर्स्ट भनेको हाम्रो ए हो हैन कमा सेकेन्ड टर्म भनेको हाम्रो ए प्लस n-1 इन्टु डी हुँदाखेरि के हुन्छ त 2 - 1 इन्टु डी भनेको 1 इन्टु डी नै हुन्छ। थर्डको लागि हाम्रो के हुन्छ त ए प्लस ट्वाइस डी हुन्छ। यसरी हुँदै हुँदै गएर चाहिँ हाम्रो के हुन्छ त ए प्लस n-1 इन्टु डी जेनरल टर्म है। यो चाहिँ हाम्रो के हो त स्ट्यान्डर्ड फर्म अफ के हो अर्थमेटिक सिक्वेन्स है त। ल बी नम्बरमा हामीलाई के भनेको छ भने क्वेसनले राइट द कमन डिफरेन्स एन्ड द फर्स्ट मिन भनेको छ। कमन डिफरेन्स र फर्स्ट मिन निकाल्नु भनेको छ। कमन डिफरेन्स which is denoted by D. Common difference equals to T2 minus T1. T2 minus T1. 250 minus 200. Rupees 50. Every day increased by 50 हो नि त हैन। कमन डिफरेन्स त्यसपछि हामीलाई के सोधेको छ अर्को भन्दाखेरि फर्स्ट मिन है त। फर्स्ट मिन मैले अघिल्लो भिडियोमा पनि तपाईहरुलाई भनेको छु है त। मिन निकाल्नको लागि चाहिँ हामी के गर्छौं त भन्दा a + b / के गर्छौं त 2 गर्छौं। जस्तो यहाँ a भनेको कति छ हाम्रो 200 हैन प्लस b भनेको कति 300 हैन बाइ 2 भनेको कति 250 हैन 250 यो बिचको आयो। फर्स्ट मिन भनेको सेकेन्ड टर्म हो। सेकेन्ड टर्म भनेको फर्स्ट मिन भन्ने कुरा हामीले बुझ्नु पर्यो है त। सो 250 यो चाहिँ हाम्रो कसरी आयो त भन्दा 200 प्लस 300 डिवाइडेड बाइ 2 a + b डिवाइड बाइ 2 गर्दाखेरि यति आएको है त। ल अब बी नम्बरमा हामीलाई के भनेको छ भने क्वेशन नम्बर नेक्स्ट बी सी मा हेरौं। How much money the contractor has to pay as a penalty if she has delayed the work by 30 days? उसले चाहिँ 30 दिनसम्म चाहिँ ढिलो गरेमा हैन जम्मा उसले कति तिर्नुपर्छ पेनल्टी 30 दिनसम्ममा भनेपछि जम्मा 30 दिनसम्मको भनेपछि त हामीले के निकाल्नु पर्यो त यहाँ S30 सम निकाल्नु पर्यो है। टर्म होइन सम चाहिँ निकाल्नु पर्यो। जम्मा कति तिर्छ भनेको छ नि त भनेपछि यो भनेको हाम्रो n/2 2a + n-1 इन्टु d। ल नम्बर अफ टर्म भनेपछि कति 30/2 भयो। 2 इन्टु फर्स्ट टर्म भनेको उसले पहिलोचोटि तिर्ने भनेको 200 हो। नम्बर अफ टर्म 30 - 1 भनेको 29। कमन डिफरेन्स 50। हरेक दिन 50 ले उसको के हुँदै जान्छ त इन्क्रिज हुँदै जान्छ। यो कति हुन्छ त भन्दा 29 इन्टु 50 प्लस यो भनेको 400 भनेको 1850 आउने रहेछ यो इन्टु 15 भनेको ₹27,750 हैन 27,750 विदिन 1 मन्थ भनेपछि 30 डेज एक महिनामा चाहिँ उसले 27,750 रुपैयाँ चाहिँ के तिर्नुपर्ने रहेछ जरिमाना तिर्नुपर्ने रहेछ है त पेनल्टी तिर्नुपर्ने रहेछ भने। अब ई नम्बरमा हेरौँ है त। लास्ट नम्बरमा हामीलाई के भनेको छ भने हाउ मेनी फ्युअर डेज सुड बी एब्सेन्ट टु किप द टोटल पेनल्टी ओन्ली ₹13,500 हैन। अब उसले कुल तिर्ने यो पेनल्टी छ नि जुन जरिमाना त्यसलाई चाहिँ नि
13,500 मात्रै तिर्नको लागि चाहिँ हैन कति दिन चाहिँ कम चाहिँ गयल हुनुपर्छ भनेर भनेको छ है। कति दिन कम गयल हुनुपर्छ उसले पेनल्टी कति तिर्नलाई टोटल 13,500 तिर्नको लागि। ल टोटल चाहिँ उसले कति अरे भन्दाखेरि सम कति तिर्न 13,000 कति मात्रै तिर्न 13,500 मात्रै तिर्नको लागि कति दिन कम गयल हुनुपर्छ भनेको छ एब्सेन्ट हुनुपर्छ भनेको छ। कम भनेपछि अघि 30 दिनमा त्यति थियो हैन। ल अब निकालौँ है त। यो भनेको हाम्रो अब एसएन को फर्मुला लगाउँ है। n/2 2a plus n-1 into d। ल हामीलाई यो 13,500 दिएको छ कति दिन भन्ने कुरा हामीलाई थाहा छैन। सो n/2 राख्ने 2 into a हामीलाई दिएको छ 200 प्लस यो भनेको n-1 into d भनेको हाम्रो कति छ त कमन डिफरेन्स 50 छ। यो हामीलाई थाहा छ। यहाँ हाम्रो 13,500 सेम राख्ने n/2 यो भनेको 2 to the 4 400 प्लस 50 into n 50 n minus 51 is 50 भयो। यो 2 ले यता मल्टिप्लाई गर्दियौं 2 5 is 10 2 3 is 6 7 2 1 is 2 27,000 यो n हुने भयो। यो छ 50n प्लस 400 minus 50 भनेको 350 मल्टिप्लाई गरौँ 50n into n भनेको 50n स्क्वायर 350 into n 350n equals to 27,000। यसलाई सबैलाई 50 ले डिभाइड गर्दियौं कति आउँदो रहेछ है। नर्मल इक्वेसन बनाउँ न त हामी। यसलाई 50 ले डिभाइड गर्यो भने यो n स्क्वायर मात्रै भयो। 350 लाई 50 ले डिभाइड गर्यो भने 7 मात्रै भयो। यसलाई यता ल्याउँ माइनस हुन्छ 27,000 लाई 50 ले डिभाइड गर्यो भने 540 भयो इक्वल्स टु 0। ल मिड टर्म फ्याक्टराइजेसन है त। अब यो चाहिँ हामीले फ्याक्टराइजेसन गर्नु पर्यो। ल मल्टिप्लाई गर्दा 540 माइनस गर्दा 7 5 1 is 5 5 8 is 40 हैन 3 3 3 is 9 3 6 is 18 15 र 36 बाट आउँछ आउँदैन है 3 12 यहाँबाट 5 3 is 15 15 3 is 45 45 र 12 बाट पनि आउँदैन है 3 4 is 12 गरौँ है त अझै 5 3 is 15 3 3 is 9 3 is 27 27 5 4 is 20 27 minus 20 है त। n स्क्वायर प्लस यहाँ भनेको हाम्रो 27 minus 20 n minus 540 equals to 0। n square plus 27n minus 20n minus 540 equals to 0। फेरि यसैलाई गरौँ। यहाँ भनेको हाम्रो n कमन आयो n plus 27 रह्यो minus 20 कमन आयो n minus minus plus 27 equals to 0। एउटा फ्याक्टर भयो हाम्रो n plus 27 भने अर्को फ्याक्टर भयो हाम्रो n minus 20 equals to 0। either n plus 27 equals to 0 n equals to minus 27 यो रिजेक्ट हुने भइहाल्यो माइनसमा आयो है। और हाम्रो कति छ n minus 20 equals to 0 n equals to 20 है 20 दिन आयो है। अघि हाम्रो 30 डेज को कति थियो त 30 डेज को
अनि हाम्रो अहिले यो आयो 20 डेजको है। अघि हामीलाई 30 डेजको कति थियो त भन्दाखेरि 27,750 थियो, 750 थियो। अब 20 डेजको चाहिँ कति आउने भयो त भन्दाखेरि 13,500 भनेको 20 डेजको हो नि त है। भनेपछि 13,500 बनाउनको लागि उसले 27,750बाट 13,500 मात्रै बनाउनको लागि कति दिन गयल बस्नु पर्यो हेर्नु त। यहाँ 30 दिन थियो है, 20 दिन भनेपछि माइनस 20 कति 10 दिन होइन। ऊ 10 डेज चाहिँ फ्यु एब्सेन्ट बस्यो भने है, फ्युवर एब्सेन्ट बस्यो भने चाहिँ के हुन्छ त 13,500 मात्रै उसले पेनल्टी तिर्नुपर्छ है त।